इलाम जिल्लाको देउमाई नगरपालिका 2 स्थित पानीटार क्षेत्र प्राकृतिक सुन्दरताले भरिएको भए पनि अपेक्षित पर्यटन विकास हुन सकेको छैन। स्थानीय तह र सम्बन्धित निकायको विशेष ध्यान नपुग्दा यो क्षेत्रको पर्यटन फड्को मार्न नसकेको हो। कतै अग्लो र कतै होचो तर मिलेको चियाबारी यहाँको प्रमुख आकर्षण हो। पछिल्लो समय फिल्म सुटिङ र म्युजिक भिडियोका लागि उपयुक्त भर्जिन ल्यान्डको रूपमा प्रचार बढ्दै जाँदा यहाँ छायाङ्कनको क्रियाकलाप पनि बढेको छ। पानीटार क्षेत्र हिउँदो याममा वनभोजका लागि विशेष लोकप्रिय बन्दै गएको छ। यस क्षेत्रमै रहेको सामुदायिक वनको 25% भूभाग वनभोज स्थलको रूपमा निर्माण गरिएको छ। विगतमा स्थानीय तहको चासो नपुगे पनि अहिले प्रदेश र संघीय सरकारसँग समन्वय गर्दै स्थानीय सरकारले भौतिक संरचना, पार्क र सिडी निर्माण जस्ता कार्य अघि बढाएको छ। इलामको श्री अन्तु, कन्याम, माईपोखरी जस्ता पर्यटकीय स्थलहरूमा वर्षैभरि पर्यटक आउने गरेका छन्। यहाँ होटल र होमस्टे सञ्चालनको क्रम बढ्दो छ। तर पानीटार क्षेत्रमा भने व्यवस्थित खानपान, वासस्थान र पर्याप्त प्रचार प्रसारको अभावले पर्यटकको आवागमन प्रभावित भएको स्थानीयवासीको गुनासो छ। प्राकृतिक मनोरम दृश्यले भरिएको यो क्षेत्र नेपालका विभिन्न जिल्ला तथा भारत र भुटानबाट समेत पर्यटक आउने गन्तव्य बन्दै गएको छ। वार्षिक करिब 10,000 पर्यटकले पानीटार भ्रमण गर्ने गरेका छन्।